सम्पूर्णमा नमस्कार। तपाईहरु सम्पूर्णलाई न्यूज मिडियाको फेरि पनि अर्को भिडियोमा स्वागत छ। आज हामी कुन टपिकमा रहेर कुराकानी गर्न गइरहेका छौं त त्यो हजुरहरूले थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। आज हामी कुराकानी गर्न गइरहेका छौं एससी को रिजल्ट कहिले आउँछ त फिक्स डेट अनुसारले हामी कुराकानी गर्न गइरहेका छौं। हामीले एनईबी का प्रमुख कार्यकारी निर्देशकसँग पनि कुराकानी गरेर हामीले यो भिडियो लिएर हजुरहरूको सामु आइसकेका छौं। हजुरहरूले यो भिडियो अन्त्यसम्म हेर्नु भएमा सम्पूर्ण कुरा जानकारी पाउन सक्नुहुनेछ। लागौं आजको भिडियोतर्फ। अहिले सामाजिक सञ्जालमा निकै टीका टिप्पणी भइरहेका छन्। एससीको रिजल्ट आज आउँछ भोलि आउँछ भनेर टीका टिप्पणी भइरहेका छन्। तर एनईबीले अफिसियल्ली केही पनि कुरा पब्लिस गरेको छैन अहिलेसम्म भने यसै। तर आज केही प्राविधिक गडबड नभएमा 5 बजे भित्रमा रिजल्ट आउने आशंका सम्पूर्ण हामीले व्यक्त गरेका छौं र हाम्रा एनईबी का कोही व्यक्तिहरूले हामीलाई भनिसक्नु भएको छ आज बेलुका भित्रमा एससीको रिजल्ट आउँछ केही प्राविधिक गडबड नभएमा, नत्र भने शनिबार आइतबार नै कुर्नुपर्ने हुन्छ हामीले। तर सकेसम्म चाहिँ एनईबीले आजै गर्ने तयारी गरिरहेको छ र आज 12:30 को बैठक भर्खरै 36 मिनेट अगाडि मात्र सुरु भएको छ र हामी एनईबी को अफिस अगाडि बसेर हजुरलाई लाइभ प्रत्यक्ष प्रसारण पनि गर्ने नै छौं र हामी अर्को भिडियोमा हजुरलाई हामी देखाउने नै छौं एससी को रिजल्ट कसरी हेर्ने, कुन वेबसाइटबाट हेर्ने भनेर। त्यही भएर हामीसँग पल पलमा जोडिनु होला। हामीले एससी को रिजल्टमा कतिजना विद्यार्थीको A+ आयो अर्थात् सबभन्दा बढी मार्क्स आयो भनेर एनईबीलाई सोद्धाखेरि उहाँहरूले करिब 4000 देखि 5000 भित्र स्टुडेन्टको चाहिँ A+ आएको छ है भनेर हामीलाई जानकारी दिनुभएको छ भने यसपालि फेल हुनेको संख्या एकदमै न्यून रहेको छ। तपाईँ सम्पूर्णले ढुक्कले आफ्नो रिजल्ट हेर्न सक्नुहुनेछ। कम्ती स्टुडेन्ट मात्र फेल हुनुभएको छ। उहाँहरू पनि चिन्ता नलिनु होला। रि-एक्जाम लेखेर हजुरहरू पुनः पास हुनु भएर कक्षा 11 मा जानु हुने नै छ। हजुरहरूले कसैले गलत कदम चाहिँ नउठाउनु होला एससी को रिजल्टले, किनभने अ सिंगल सीट अफ पेपर कान डिसाइड माई फ्युचर भनेर फेरि पनि तयारी गर्नुहोला अनि पास भएपछि दिस पेपर इज की अफ माई सक्सेस भनेर अगाडि बढ्नुहोला। र हामीले गरेको कुराकानी हजुरहरूलाई हामी देखाउन गइरहेका छौं। त्यहाँ कार्यकारी अध्यक्षले हामीलाई के भन्नुभएको छ सुन्नुहोस् विवरणमा। परीक्षा केन्द्रहरू कायम गरिएका थिए, यो सम्बन्धी विवरणहरू जानकारी पाउन सर। धन्यवाद, नमस्कार। 2081 सालको एससी परीक्षामा जम्मा 5,14,071 जना विद्यार्थीहरू सहभागी हुनुभयो। यसमा 2,56,311 जना छात्र अनि 2,57,730 जना छात्र र 30 जना चाहिँ अन्य विद्यार्थीहरू हुनुहुन्छ। उहाँहरूको व्यवस्थापन गर्नको लागि परीक्षा नियन्त्रण कार्यालयले 50 वटा परीक्षण केन्द्र निर्धारण गरेको थियो। यो चाहिँ उत्तर पुस्तिका परीक्षण सम्परीक्षणको लागि निर्धारण गरिएका केन्द्रहरू हुन् मूल रूपमा। त्यहीबाट देशभरि 50 वटा केन्द्रबाट व्यवस्थापन गरियो। यो परीक्षा चाहिँ कति गतेदेखि कति गतेसम्म भएको थियो? यो परीक्षा 2081 चैत 7 गतेदेखि चैत 19 गतेसम्म सञ्चालन भयो। यो शिक्षक आन्दोलनका कारण केही समय प्रभावित पनि भयो क्या अरे होइन उत्तर पुस्तिका परीक्षणको कुराहरू चाहिँ? हो, यो चाहिँ कस्तो भयो भने परीक्षा सकियो अनि हामीले उत्तर पुस्तिकाहरू परीक्षण केन्द्रमा पठायौँ। पठाइसकेपछि शिक्षकहरू आफ्नो हक हिततिर लाग्नुभयो। त्यसले गर्दाखेरि हामीले समयमा परीक्षण गर्न सकेनौँ, सम्परीक्षण गर्न सकेनौँ। 29 दिनसम्म उहाँहरू काठमाडौँमा हुनुहुन्थ्यो र हामीलाई चाहिँ परीक्षा नियन्त्रण कार्यालयलाई जम्मा-जम्मी 32 दिन ढिलाइ भयो र 32 दिन ढिलाइलाई हामीले चाहिँ विद्यार्थीको हक हितमा काम गर्दाखेरि त्यसलाई अगाडि ल्याउने प्रयत्नमा काम गऱ्यौँ। तर शिक्षकहरूले समय मिलाएर त्यो बेलामा स्कुल पनि सञ्चालन भयो अनि परीक्षण पनि गर्नुपर्ने भयो। उहाँहरूलाई बाध्यता आइलाग्यो। त्यसैले भने जति समय त दिन सक्नु भएन, तर समय निर्धारण गरेर उहाँले कापी परीक्षण सम्परीक्षण गरिदिनु भयो अनि हामीले अलिकति चाँडो सोचेभन्दा केही चाँडो काम गर्न सम्भव भयो। अहिले हाम्रो अवस्था स्थिति कुन ठाउँमा छ? कहाँ पुगेका छौँ हामीहरू अहिले नतिजा प्रकाशनको सन्दर्भमा भन्नु पर्दाखेरि? धन्यवाद सर। यो नतिजाको सन्दर्भमा भन्दा 3 चरणका कामहरू हुन्छन् परीक्षामा। एउटा उत्तर पुस्तिका परीक्षण सम्परीक्षणको काम, त्यो सम्पन्न भयो। दोस्रो त्यसलाई विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क, पहिले त प्राप्ताङ्क नै भनिन्छ ग्रेड भए पनि, त्यो प्राप्ताङ्कलाई प्रविष्टि गर्ने काम त्यो सम्पन्न भयो। अहिले हामी तेस्रो चरणको काम गरिरहेका छौँ। यो भनेको विद्यार्थीको प्राप्ताङ्कलाई रुजु गर्ने काम, उहाँहरूको हाजिरी हेर्ने काम र कतिपय विद्यार्थीहरूले फारम भर्ने बेलामा एउटा केन्द्रमा भर्नु भएको छ र परीक्षा दिने बेलामा अर्को केन्द्रमा जानु भएको छ। कतिपय विद्यार्थीहरू विविध कारणले कोही जेलमा हुनुहुन्छ, कोही कतै हुनुहुन्छ, त्यो हामीले भेरिफाई गर्नुपर्छ। त्यो भेरिफाई गर्ने काम हामी गरिरहेका छौँ अहिले। र यस पछाडि अब
कति विद्यार्थीहरूको नम्बर आउँदाखेरि केही विषयहरूमा अत्यधिक माथि केही विषयहरूमा अत्यधिक तल नम्बर आएको हुनसक्छ। त्यो के कारणले भयो वा हो होइन भन्ने हामीले भेरिफाई गर्नुपर्छ। ती कामहरू गर्न बाँकी छन्। अब अहिले भन्ने हो भने परीक्षाको तेस्रो चरणमा हामी छौँ। यो प्रोसेसिङको चरण हो र यो चरण सकिसकेपछि हामी नतिजा विद्यार्थीलाई दिने काम गर्छौँ। यो अहिले भनौँ न विद्यार्थी अभिभावक शिक्षक सम्पूर्णको उहाँहरू सम्पूर्णले प्रतीक्षा गरिराख्नु भएको छ नतिजालाई र कहिले आउँछ भन्ने एकदमै उहाँहरूको व्यग्र प्रतीक्षा छ। ठ्याक्कै भन्नुपर्दा नतिजा कहिले सार्वजनिक हुन्छ? अब यो परीक्षाको नतिजा भन्ने कस्तो कुरा रहेछ भने ठ्याक्कै यस दिनमा भनेर भन्न सकिने स्थिति रहेन रहेछ। कारण के हो भने यो प्राविधिक कुरा हो। कहिलेकाहीँ अब बत्तीले समस्या पार्छ, कहिलेकाहीँ हाम्रो कम्प्युटरले समस्या पार्छ, कहिलेकाहीँ सिस्टमले समस्या पार्छ, कहिलेकाहीँ एउटा नम्बर भेटिएन भने खोज्न जानुपर्छ, धेरै कापीहरू खोज्नुपर्छ। त्यसकारण ठ्याक्कै यो डेट भनेर भन्न सकिने अवस्था छैन। तर म विद्यार्थी भाइ बहिनीहरू, तपाईँ अभिभावकहरू, सरकारवालाहरू सबैलाई विश्वास दिलाउन चाहन्छु, हामी अर्को महिना जाँदैनौँ र हाम्रो परीक्षा नियन्त्रण कार्यालयको योजना अनुसार तेस्रो वा चौथो हप्ताभित्र हामीले चाहिँ अन्त्य ढिलो भयो भने चौथो हप्ता नत्र तेस्रो हप्तामा नतिजा प्रकाशन गर्ने तयारी गरेका छौँ। हाम्रो तयारीलाई सबैले साथ दिन सक्नुभयो भने, परिवेशले साथ दियो भने हामी चाँडो त्योभन्दा सकेभन्दा त्योभन्दा चाँडो पनि गर्ने प्रयास गर्छौँ। अहिले हामीले परीक्षा नियन्त्रण कार्यालयमा 2 सिफ्टमा काम गरेका छौँ। केही साथीहरू बिहान 5 बजी नै आएर काम गर्नुहुन्छ र बेलुका राति 8 साढे 8सम्म हामीले काम गरिरहेका छौँ। हाम्रो यो गतिले भ्याएसम्म विद्यार्थीलाई अगाडि राखेर विद्यार्थीलाई थप अध्ययनको लागि कुनै बाधा नपर्ने गरी उहाँहरूले माथिल्लो अध्ययनको लागि प्रवेश पाउने गरी नै नतिजा प्रकाशन गर्ने काम गरिरहेका छौँ।